स्थानीयहरू चाहिँ यहाँ हुनुहुन्छ यो सबैजना ठ्याक्कै पीडित व्यक्ति यहाँ हुनुहुन्छ जानकारी पनि सुन्नुहुन्छ एकजनाले भनिदिनु नि यथार्थ के हो साथमा 2022 साल चैता 8 गतेको दिन माइकिङ चाहिँ एकछिन लगाएर फर्किनु गएछ। हाम्रो साथीहरूले सोद्धाखेरि चाहिँ अनि के को लागि माइकिङलाई उठाउने भन्दाखेरि होइन यहाँ त सुकुम्बासी उठाउँछ भने सुकुम्बासी त हामी हो भनेर सूचना तासा छ छैन भनेर छैन हाम्रोमा भने त्यसो तपाईँहरू होइन सूचना तासा कल्चर सूचना भाषा भत्काउँछ भन्ने कुरो गरेछ। अनि 9 गतेको दिन चाहिँ बिहान त त्यो कुरो बेलुका म कहाँबाट आउँदैछ मैले सुने बिहान कति 6:30 बजीतिर त चाडा गाडीबाट दोलखा पुलिस भनेतिर भयो। अब म पुग्दाखेरि त हामी त तर्सित भयो। सबै चिनाजाना साथीहरूलाई कल गऱ्यो सबैजना साथीहरू त भेट भयो। पछि अर्को उहाँ 4 गाडी मान्छे जाँदाखेरि त त्यहाँको त्यो साइड सिडियो कि को उहाँले आउनु भएको थियो अनि अर्को एकजना